आवाज मैले तपाईहरुलाई सुनाइसकेकी छु। के गर्ने दाजुभाइ दिदी बहिनी, हामी मान्छेले सोचे जस्तो जिन्दगी कसैले पनि सहजै व्यतीत गर्न नपाइदो रहेछ दाजुभाइ दिदी बहिनी। आज आँखा देख्ने मान्छेले भोलि नदेख्न पनि सकिने रहेछ। आज खुट्टा टेक्ने र कुनै भरोसा नहुँदो रहेछ। किन मैले यस्तो भनेकी हुँ भने दाजुभाइ दिदी बहिनी, 14 वर्षको उमेर थियो। मैले दिनभरि स्कुल पढेर आएर साँझ खाना खाएर स्कुलले दिएको होमवर्क लेखेर सुत्दासम्म पनि साँझ सुत्ने बेलामा मैले यो संसार देखेर सुतेकी सन्चै राम्रै। तर भोलिपल्ट म 8-9 बजेसम्म पनि स्कुल जान नउठेपछि आमाले हिजो दिनभरि स्कुल गएर आएर बेलुका सन्चै राम्रै सुतेको छोरी आज यति बेलासम्म पनि किन 9 बजेसम्म स्कुल जान नउठेकी भनेर आमाले मलाई हेर्न उठाउन जाँदा मलाई असाध्यै ठुलो ज्वरो आएको थियो अरे। मलाई त्यही पनि थाहा छैन त्यो ज्वरो आएको। बेलुका सधैँ सुतेछु। बिहान आमाले हेर्न जाँदा मलाई पनि देख्न मन लाग्छ। कस्तो छ यो दुनिया, देख्न मन लाग्छ। लाइक कमेन्ट शेयर गर्दै यो भिडियोलाई। यति नै हामी